खाजा हो। अब यो कसरी बनाउने म देखाउँछु। रोटी बेल्छौँ। कतिवटा भएपछि रे? 5वटा भएपछि यसरी निकाल्ने, चास्नीमा फचाक्सिन डुबाउने। खाजा हो, मैदाको खाजा। पाकिसकेपछि यस्तो हुन्छ। फर्स्ट एटेम्प। र अब यो कसरी बनाउने म देखाउँछु। रोटी बेल्छौँ। पहिला पिठो मुस्ने, रोटी बेल्ने, त्यसपछि यसरी बनाउनु। त दिदी एउटा बनाएर देखाइदिनुहोस् त। कतिवटा भएपछि रे? 5वटा भएपछि सायद 5वटा भएपछि आउनु। ए 5वटा भएपछि मात्र आउनु म? ए भनेपछि अहिले प्रवेश निषेध रहेछ मलाई। 5वटा भएपछि मात्र मिल्दो रहेछ। यसरी निकाल्ने, चास्नीमा फचाक्सिन डुबाउने। के हो यो? पानी हो? खाजा यो चाहिँ के हो? यो पानी हो? के हो यो? चास्नी भनेको चिनी पानी? चिनी पानी। कसरी तयार गरेको? चिनीमा पानी उमाल्नु पर्दैन? पानीमा चिनी। ए पानीमा चिनी अनि लेमन। हाम्रो दिदीले त के भन्नुहुन्छ भन्नुभयो? 4वटा भाजा। ह्याप्पी फ्यामिलीमा हालिदिउँ त। मलाई ध्यान हुन्छ मेरो माथि। एक दुर्गा माँ, एक मेरी माँ। पिठो हाल्नु। के हाल्नु? तेल। के हो यो? तेल हाल्नु। त्यसपछि तेल हाल्नु। यो के हो यो? कर्नफ्लोर। कति हाल्नुहुन्छ हेरौँ त। त्यही हातले हाल्नुपर्छ, सुक्खा हातले हाल्नुपर्छ त। ठिक छ। त्यसपछि अर्को पत्र हाल्नु भएन? त्यसमाथि पनि त्यही हो सिस्टम? ए के को तेल हो? सनफ्लावर ओइल। त्यसपछि फर्स्ट अटेम्प्ट। ठिक छ। मलाई डर के लाग्यो त्यो पत्रा कति हुन्छ नि उखरिहाल्छ। कुनामा सबैतिर हाल्नुपर्छ। 5वटा भयो दिदी। अब के गर्नुहुन्छ? अब बस्नु अनि के हुन्छ? बस्नु अनि के हुन्छ हेर्नुहोस्। मलाई दिदीले थर्काउनु भयो। ल त्यसमा के फेरि के हाल्ने? अब के हाल्ने? अब यो किन हाल्ने भन्नुहुन्छ? किन हाले बन्द हुन्छ अरे? 5वटा पत्र पार्नुभयो। सुरुमा बेलेको रोटी, त्यसमाथि तेल, त्यसमाथि कर्नफ्लोर गर्दै गर्दै त्यसमाथि फेरि रोटी गर्दै 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 5 पत्र भइसकेपछि हाम्रो दिदीले यसलाई चाहिँ गोलो बनाएर रोल बनाउनु भयो। थिच्दै त्यसरी एक ढिक्का होस् भनेर। ए कति राम्रो। ओहो यो त विदेशको जस्तै भयो त दिदी। बोल्दै गर्नु। अब के गर्ने? अब के गर्ने? मेरो म आफै बनाइदिनु यसलाई। मजाले त्यो हुन काट्नु छेउबाट त्यस्तो राम्रोसँग त्यो बेल भएको छ नि, टाइट भएको छ नि। वाह कति राम्रो। वाह दिदी वाह। सबै चिज भयो। अब यसलाई के गर्नुहुन्छ? गर्नु पर्दैन। यसलाई के गर्नुहुन्छ? अब के गर्नुहुन्छ? ल गर्नुहोस् त। हेर्नु त, देखाउनु त मलाई। ए थिच्नुहुन्छ त्यसरी? थिचेपछि के हुन्छ? ए ओके भनेपछि हरेकलाई त्यसरी थिच्ने। ए ओके। कम लाग्यो भने पनि सानो भयो कि। ल अर्को। ओके खाइदिएन भने त झुल्लामा खाइदिएको छ मान्छे।
भयो त्यो त्यसपछि भयो ओके यो तरकारी पुरी बनाउने तरिका हामी देखाउँदैछौँ अहिलेलाई चाहिँ हामी खाजा बनाउँदैछौँ अर्को भिडियोमा पुरीको लागि वेट गर्नु होला यो हाम्रो फापरको पिठोमा अलिकति मैदा र अलिकति जौ मिसाएर बनाएको प्योर हो यो आलु चप एकदम स्वादिलो यसमा के छ इन्ग्रेडियन्ट बेसन ओके कर्नफ्लोर ओके त्यसपछि अजवाइन अनि त्यसपछि बेसार छ होला बेकिङ पाउडर बेकिङ सोडा थोरै ओके 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 कति हेर्दै खाउँ लाग्ने बन्दैछ त वाव एन्ड देन आलु बोइल गर्ने अनि तेल चाहिँ कति बेर तताउनु पर्छ तेल पुरै फुल ए अनि उहाँ भाउजूले लौका पनि काट्दै हुन्छ लौकाको चप पनि बनाउला हो कि लौकाको चप हो ए ओके ओके लौका चप हो तपाईँहरूले सुन्नु भएको छैन होला आलु चप सुन्नुभयो होला बैगुन चप सुन्नुभयो होला यो लौका चप लौकालाई यसरी हामीले चाहिँ काट्छौँ पिस पिस पारेर त्यसलाई हामी यसमा थोरै आलु मिसाएर चाहिँ लास्टमा हाम्रो इन्ग्रेडियन्टमा चुप्छौँ त्यसपछि यसरी चप बनाउँछौँ कति मिठो छ हेर्दै खाउँ लाग्ने